बहुत तेज हो रहा है टेक्नोलोजी हामी चाहिँ अब मामालाई लिएर घर तपाईँलाई मेरो मिनी ब्लगमा आज चाहिँ म सोनपट्टा जाँदैछु साथीहरू, किनभने हाम्रो मामा श्री आउँदै हुनुहुन्छ र म लिन जाँदैछु। यो चाहिँ नोबेलबा चोक हो साथीहरू, यहाँबाट चाहिँ राइट साइड जानुपर्छ पौडेरिया। यो बाटो पौडेरिया हुँदै पौडेरिया गाउँ हो। यो चाहिँ सखुवा गाउँ हो। पौडेरिया पछि सखुवा गाउँ आउँछ। छैन सखुवाबाट अब मैले पाइसकेको छु। यहाँबाट लेफ्ट साइड छिर्नुपर्छ सोनपट्टा जानको लागि। बस्ने बाटो छिरिसकेको छ। यो चाहिँ सोनपट्टा जाने बाटो हो। भेलीबाट सोनपट्टा जाने बाटो छिरिन्छ। फाइनली गाइज अब नेपालको बोर्डर सकिन लाग्यो। अब इन्डिया छिर्न लागि म अब एउटा पुल आउँछ, यहाँ पुलबाट चाहिँ बोर्डर छुटिन्छ। नेपाल भनेको यो वारी नेपाल हो, उता पुलभन्दा पारि चाहिँ सोनवर्षा इन्डिया पर्छ। यो पुल पारि चाहिँ सोनवर्षा बोर्डर हो साथीहरू। यो चाहिँ नेपाल हो। अहिले चाहिँ म सोनवर्षा प्रवेश गरिसकेको छु। म छिरिसकेको छु। इन्डिया चाहिँ अलिक भिडभाड हुन्छ। इन्डिया बजार आमा चाहिँ यहाँ अगाडि टुरिस्ट पोइन्टमा आएर बस्नु भएको होला। सधैँ यहाँ आएर बस्नुहुन्छ। आज पनि यहाँ आएर बस्नु भएको होला। कहाँ बस्नुभएको छ टुरिस्ट पोइन्टमा हाम्रो मामा कहाँ हुनुहुन्छ? यहाँ टुरिस्ट पोइन्ट कुन हो? टुरिस्ट पोइन्ट भनेको यही हो। टुरिस्ट पोइन्ट हो। ल खुट्टा हल्लाउँदै बस्नु भएको छ। त्यसो त हात मिलाउनु मा भान्जाको भेटघाट भयो। हामी चाहिँ अब मामालाई लिएर घर उतापट्टि नेपाल, यो चाहिँ सोनवर्षा बजार इन्डिया। यहाँ चाहिँ इन्डियाको चेकआउट लागेको छ, चेकपोस्ट।